सम्पूर्णमा नमस्कार। म सरोज विश्वकर्म। आज म एक कविता हजुरहरूको लागि लिएर आएको छु। कविताको शीर्षक रहेको छ म जीवित छु। म जीवित छु तर दिनदिनै पीडा सहेको छु। म जीवित छु तर दिनदिनै पीडा सहेको छु। नगरेको गल्तीको सजायमा मौन भएर रोइरहेको छु। दुनिया आँखा चिम्लिन्छ, म टुलु टुलु हेरिरहन्छु। एक थोपा पानी र थोरै अन्नमा आशाको रोटी खाइरहेछु। सपना बुनेको थिए किताबको अक्षरमा। सपना बुनेको थिए किताबको अक्षरमा, तर आज ती सपना जल्दैछन् बन्दी भई जेलमा। म ममतामयी आमाको साथमा छुइन। म ममतामयी आमाको साथमा छुइन, तर मुटु मेरो आमाको न्यानो आँचलमा अझै अल्झी बसेको छ। मेरो केही लाग्दैन यहाँ, साँच्चै मरेको जस्तै भएको छु म भावना भित्रको चालमा। साँच्चै मरेको जस्तै भएको छु म भावना भित्रको चालमा। दुखद कुरा त के भने, म आफैले आफ्नो चिता खन्दैछु। बाँच्ने प्रयास गर्दै म मृत्युसँग लड्दैछु। म लेख्दै थिएँ, कलम मेरो हातमा थियो। आज त्यही हात बाँधिएको छ। आज त्यही हात बाँधिएको छ। आँसुले बग्ने बाटो पाएको छ। छैन कुनै अपराध, छैन कुनै दोष, तर सजाय पाउँदैछु यो अन्यायको। आमा रोइरहेकी छिन्, बहिनी सपना देखिरहेकी छन्। म भने अँध्यारो कोठामा बन्दित छु। साथी भन्छ उठ लड, हिम्मत गर, तर म आफैसँग हारिरहेछु। एउटा सन्देश अनि एक आग्रह, यो त केवल मेरो कथा होइन, सपना बोकेर गएका हरेक युवाको व्यथा हो। यो त अन्याय होइन, केवल मानवताको चिरहरण हो, जहाँ सपना देख्नेलाई सजाय दिइन्छ, सत्य बोल्नेलाई बन्दी बनाइन्छ। म एक आवाज हुँ जुन दबाइयो, तर मेरो सास रहन्जेल आत हार्ने छैन। आज म चुप छु, तर मेरो मौनतामा हजार चिच्चाहट छन्, जसले संसारलाई चिर्छ र न्यायको ढोका खोल्छ। जसले संसारलाई चिर्छ र न्यायको ढोका खोल्छ। जसले संसारलाई चिर्छ र न्यायको ढोका खोल्छ। धन्यवाद सुनिदिनु भएकोमा। यो कविता सिर्जना गर्दै जाँदा मैले हाम्रो देशको विभिन्न अवस्थाहरूलाई हेरी हाम्रो देशका एक युवा जो अहिले पनि हमासको विद्रोहीमा परि बन्दित भइरहेका छन्, उसको अवस्था अहिले कस्तो छ, के छ, कसैलाई सायद जानकारी छैन होला उसको अवस्थाको बारेमा। यही क्रममा मैले उहाँको भिडियोहरू, उहाँको रिहाइका लागि गरेको हाम्रो नेपालीहरूको प्रयास हेरी त्यस पश्चात घर गई लेखेको यो कविता हो। हजुरहरूलाई आज सेयर गर्न मन पर्यो। धन्यवाद सुनिदिनु भएको।